धन्यवाद दिन चाहन्छु। यस विद्यालयमा करिब 10 वर्ष पढ्दै गर्दा यो 10 वर्ष मलाई 10 दिन जस्तो लागेको छ र यस विद्यालयमा पढ्दै गर्दाका हरेक दुःख सुखहरू हामीलाई यादमा सताउँछन् र यो विद्यालयमा पढ्दै गर्दा मबाट केही गल्ती भएका छन् भने मलाई अन्जान सम्झेर माफ गरिदिनुहुन्छ भन्ने म बालापनका साथीहरू छोड्दैछु म आज, गुरुवर्ग अभिभावक ढोक्दैछु म आज, बालापनका साथीहरू छोड्दैछु म आज, मेरो भविष्यको पाठशालाको उच्च शिर राखी, मेरो भविष्यको पाठशालाको उच्च शिर राखी सफलतामा एक एक सिप जोड्दैछु म आज। प्यारा हाम्रा गुरु फागुन 21 गते श्रीमती देवी माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको कक्षा 10 विदाई तथा भेटौँडा कार्यक्रममा बोल्न गाउँदा म बोल्ने अवसर प्रदान गर्नुभएकामा म विद्यालयलाई धन्यवाद दिन चाहन्छु। कक्षा 1 देखि कक्षा 10 सम्म करिब 10 वर्ष पढेको यस विद्यालयलाई छोड्दा आज म अत्यन्तै सर यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अन्य अतिथिज्यू सबैलाई मेरो नमस्कार। आज मिति 2081 साल फागुन 21 गते हुन गइरहेको विदाई तथा फेरि भेटौँला भन्ने कार्यक्रममा यसो भिडियो गरे आफ्नो यो गाउँलाई कहिले पनि बिर्सनु हुने छैन भन्ने आशा र विश्वास पनि गर्दछौँ। त्यस विद्यालयमा अहिलेसम्म गरेका विभिन्न हाम्रा सकारात्मक कुराहरूलाई दुई मन्तव्य राख्ने भाइले शुभकामना पनि व्यक्त गर्नु। अलि फास्ट है फास्ट